गोरी गोरी केटी तिम्रो खैरो कपाल। यो स्लोगन लिएर हामी नेपाली हिप्पीको प्रमोसन सङ्ग सुट गर्न गयौँ। म पिङ खेलिरहेको थिएँ त्यतिन्जेलमा डाइरेक्टरले मेरो क्यामेरा लिएर के बोल्यो। देन नेपाली हिप्पी ओनर आवर फेभरेट राजा अविनाश इन्टर गर्न साथ हग्ने हाड पछाडिको चाक तोडिसकेका थिए। अनि त्यसपछि ओके पेन इज गन भनेर बस्यो। त्यतिन्जेलमा गुप्ताजी पनि आइसकेका थिए। गुप्ताजीको इन्ट्री पछि हामी लाग्यौँ सुटको लागि। मेकअप दिदीको डिम्पल चाहिँ शाहरुख खानको भन्दा राम्रो छ भनेर हामी सुटमा लाग्न थाल्यौँ। तब मोडेलले कमसेकम 100 चोटि बाटो काटिन्। 101 चोटिमा पर्फेक्ट भनेर क्यामेराम्यानले नै एङ्गल फर्कायो। त्यसपछि हामी फुल अन एनर्जीका साथ लाग्यौँ छाया सेन्टरमा। छाया सेन्टरमा उकाली ओह्रालीकै सुट थियो। मिन्स फर्याङबाट तल माथि गर्नुपर्ने। हाम्रो ब्रो गइसकेको थियो भर्याङ मुनिबाट अनि म मोडेललाई कुरिरहेको थिएँ बिटिएस सुट गर्न अभियसली। यतिन्जेलमा हाम्रो मोडेलको पनि एन्ट्री भइसकेको थियो। देयर वर लट्स अफ क्राउड्स। हामीले पहिला क्राउडलाई जान दियौँ अनि त्यसपछि हामी कुर्यौँ। मोडेलले आफ्नो कपाल मिलाउँदै लाग्यौँ फर्याङ मुनितिर। यो हाम्रो फर्स्ट सट थियो। फर्स्ट सटमै ओके भयो कि भनेर म पनि मोडेल सँगसँगै पछाडि लागेर गएँ। त्यहाँ क्यामेराम्यान र मेरो क्यामेराको मिलन पनि भयो तर सट भएको थिएन। 99औं सटको लागि हामी फेरि गयौँ तर डाइरेक्टर साहबले क्यान्सल गरेर हामी 100th सट हान्न गयौँ। हामीले त्यतिन्जेलसम्म हामी नै होला सबैभन्दा बढी सट हान्ने भनेर कुरा गरिरहेको थियौँ। 100th सट पनि क्यान्सल भएकोले 101 सट वन्स अगेन लक्की नम्बर भनेर हामी त्यो सुटलाई गयौँ तर पर्फेक्टली डन भयो। त्यसपछि हामी लाग्यौँ आइसक्रिम सटतिर। बिटिएसमा मेरो बुढी पनि थिइन्। हाउ लभली। आइसक्रिम सट सकाउँदैमा मेकअप दिदीले टचअपको नाममा आइसक्रिमको ब्राइब लिइरहेकी थिइन्। लुक त्यसपछि डाइरेक्टर साहबलाई के भयो भन्दै सी यू अन नेक्स्ट एपिसोड। बाई बाई।